ल चिन्टुजहरू सेकेन्ड ड्रप फेरि हैन म चाहिँ आज यो वाला भ्लगमा चाहिँ मेनली हाम्रो स्टुडेन्टहरूको लागि चाहिँ हो। यसमा चाहिँ म के भन्न चाहन्छु कि हाम्रो जुन अहिले एउटा ट्रेन्डिङ छ हाम्रो नेपाली ट्रेडिसनलमा हाम्रो कल्चरमा चाहिँ सबै हाम्रो नेपालीहरू चाहिँ बाहिरै जान खोजिरहेछ। म चाहिँ जसरी भए नि मलाई बाहिरै जानु छ, चाहे त्यो इन्डिया होस् हैन, मलाई बाहिरै जानु छ। कोही पनि नेपालमा बस्न खोज्दैन। नबस्नुको रिजन चाहिँ अब त्यही राम्रो पैसा छैन, राम्रो के अब तिनीहरूले सोचेको जस्तो हुँदैन। त्यही भएर मान्छेहरू प्राय सबै अब आउट अफ नेपाल जान खोज्छन्। र अब यसमै चाहिँ कतिपय स्टुडेन्टहरू कोरिया आउन पनि इन्ट्रेस्टेड छन् र एप्लाई गरिसके, कोही आइसके। यो कन्टेस्टमा चाहिँ मलाई के भन्नु थियो कि अब तिमीहरू त आइरहेछौ, ल ठिक छ, वेलकम, असो हो। तर रियल भनाइ चाहिँ मेरो के भन्नु थियो कि जस्तै तिमीहरू आउँदाखेरि चाहिँ सबै चाहिँ कन्सल्टेन्सीको थ्रुबाट आइरहेको हुन्छ। तर त्यो चाहिँ राम्रो त राम्रो हो, तर एक प्रकारले गलत पनि हो। तिमीहरूलाई बढी चार्ज गरिरहेको हुन्छ पैसा। अब जहाँ तिमीहरूको 50,000 खर्च हुने ठाउँमा चाहिँ तिनीहरूले 2 लाख 3 लाख भनेर पैसा थुथिरहेको हुन्छ। त्यो चाहिँ एकदमै नराम्रो हो। अनि यहाँ आइसकेपछि पनि काम पाउँदैन स्टार्टिङमा, अनि त्यत्रो पैसा सुरुमै दिनु त नराम्रो हो होइन। अनि म चाहिँ के भन्छु कि तिमीहरूलाई चाहिँ आउनै छ भनेपछि एउटा वेबसाइट छ, एउटा फेसबुकमा एउटा पेज छ स्टुडेन्ट इन कोरिया भनेर, त्यसलाई फलोअप गर्नु। त्यसको थ्रुबाट आयो भने चाहिँ धेरै सजिलो हुन्छ। धेरै कुराहरू सुरुमै भनिदिन्छ, यस्तो यस्तो गरेर यस्तो यस्तो धेरै आइडियाजहरू पाउँछ। त्यही भएर त्यसलाई चाहिँ एकचोटि आउनुभन्दा अगाडि चाहिँ एकचोटि त्यसलाई चाहिँ फलोअप गर्नु, अनि त्यसपछि चाहिँ एप्लाई गर्दा हुन्छ। अब अनि अहिले चाहिँ मैले सुनेको त्यो अब एउटा रुमर हो कि रियालिटी नै हो, कोरियाले चाहिँ अब आइल्समा 7 इचमेन्ट 7 हुनु पर्यो भनेर भनेको छ। अनि बल्ल स्टुडेन्ट आउनु पाउँछ। तर पहिला चाहिँ म चाहिँ कतिमा आएको बिल्ला हुन्छ मेरो, म भनिदिन्छु। तर पनि म 5.5मा आयो, मेरो 6 पनि थिएन। यो चाहिँ 5-6 वर्ष अगाडिको कुरा हो। अहिले चाहिँ अब 6 ब्यान्ड चाहिन्छ। तर खासमा 7 ब्यान्ड ल्याएर पनि यो कोरियामा आइसकेपछि 7 ब्यान्डको केही कामै छैन। इङ्ग्लिसको त युज हुँदैन। यहाँ सबै कोरियन युज हुने हो, कोरियन नै हुन्छ। जहाँ पनि जे गर्दा नि कोरियन नै चाहिने हो, इङ्ग्लिसको केही युज छैन। इफ तिमीहरूलाई चाहिँ कोरियामा 7 आइसक्यो भनेपछि कोरिया एप्लाई गर्छु, कोरिया जान्छु, कोरियामा करियर बनाउँछु भनेर चाहिँ होइन। कोरिया केबाट स्टार्ट हुने, तर करियर केही बन्दैन यहाँ। खासमा गएर अस्ट्रेलियामा, युकेमा, युएसएमा बन्छ करियर।